को प्रतिनिधित्व लिएर हामी यहाँ उपस्थित भएका छौँ। यस आज नेकपा एमाले 11औं जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष महोदय लगायत मञ्चमा आसीन विशिष्ट अतिथिगण लगायत यहाँ यस हलमा उपस्थित सम्पूर्ण प्रतिनिधि साथीहरूमा सर्वप्रथम क्षेत्र नम्बर 1 को तर्फबाट क्रान्तिकारी लाल अभिवादन गर्न चाहन्छु। कामरेडहरू, जुन हाम्रो यो अधिवेशनको वन सत्रमा जुन आर्थिक प्रतिवेदन र राजनीतिक प्रतिवेदन सम्बन्धमा जुन छलफल गर्न हामीहरूको टोलीगत रूपमा जुन गठन भएर जुन हामीलाई दिएको छ, 1 नम्बर क्षेत्रबाट धेरै साथीहरूले आफ्नो विचारहरू चाहिँ हामीलाई टिपोट गरेर दिएको छ। त्यस टिपोटमा अब धेरै पेजहरू छ। अध्यक्ष मण्डलको आदेश छ सर्ट गरेर चाहिँ सुनाइदिनको लागि, तर हामी केही यसबाट 10 मिनटमा हामी सबै यो सम्पूर्ण विवरणहरू सुनाएर हामी अन्त गर्छौँ। तपाईहरु ध्यानपूर्वक सुन्नुहोला। सर्वप्रथम आर्थिक प्रतिवेदन र राजनीतिक प्रतिवेदनमा हामी आज गत विगतदेखि कयौं पटक जुन हाम्रो क्षेत्रगत समूहमा विचार भयो, कयौं पटक आर्थिक प्रतिवेदनको सुझाव हामी प्राप्त गरेनौं। राजनीतिक प्रतिवेदनमा पनि त्यस्तै सुझावहरू आएन र जिल्ला कमिटीलाई अथवा आउने नयाँ कमिटीलाई हाम्रो क्षेत्र नम्बर 1 को सबै साथीहरूसँग सुझाव यो भएको छ कि नयाँ बन्ने जिल्ला कमिटीले यो आर्थिक प्रतिवेदनको एउटा छानबिन समिति बनाएर र आगा जुन त्रुटिपूर्णहरू पुरा भएको छ त्यो त्रुटि चाहिँ सच्याउनु होला भनेर चाहिँ हाम्रो क्षेत्र नम्बर 1 बाट माग भएको छ। त्यस्तै राजनीतिक प्रतिवेदनमा नेकपा एमालेका नेता पूर्व मेयर मोदी शाह माथि जुन आरोप लगाइएको छ कि राजावादीमा गएको थियो, त्यो कुरा उहाँ जनमोर्चा पार्टी र अन्य यस्तै समूहगतमा हुँदाखेरि उहाँले चाहिँ नेकपा एमाले प्रवेश गरेको खण्डमा उहाँले जुन आरोप लगाइएको छ राजावादीबाट, त्यो यो राजनीतिक प्रतिवेदनबाट हटाउन समूहगत रूपमा माग गरिएको छ। त्यस्तै रूपमा यस प्रतिवेदनमा यो तपाईको म अब विषयवस्तुतिर हाम्रो नगर अध्यक्ष राजकुमार शाहले एउटा टिपोट दिनुभएको छ। त्यो टिपोटमा अरू कुरा मैले भनिसकेको छु। चुनावको समयमा पनि अन्तर्घात गर्ने साथीहरूलाई पनि सचिनुपर्ने, नगरभित्र गुटको कुराहरू धेरै भइरहेको छ, त्यसलाई पनि समाप्त पार्नुपर्ने आगामी दिनमा सुझावको रूपमा आएको छ। त्यो जुन साथीहरूले गरिराख्नु भएको छ त्यो तपाईको आफ्नो ठाउँमा सचिनु आवश्यक भएको छ। म समग्र रूपमा यही सार संक्षेपमा हामी भनेर उहाँको प्रतिवेदन पनि यहाँ राख्दैछु।